राष्ट्रिय वाणिज्य ब्याङ्क बानेश्वर शाखामा भदौ 24 गतेको प्रदर्शनमा भएको लुटपाटको क्रममा सभा 5 करोड रकम र 18 किलो सुन लुटिएको जनाइएको छ। लकरमा रहेको सम्पूर्ण सुन सुरक्षित रहेको छ भने धितोमा रहेका सुनहरू लुटिएको जनाइएको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नरका अनुसार सम्पूर्ण ब्याङ्क तथा वित्तीय संस्थाका 68वटा शाखा र एक्सटेन्सन काउन्टर र 69वटा एटिएममा तोडफोड र आगजनी भएको जनाइएको छ। लुटपाट भएका 68वटा शाखा र एक्सटेन्सनहरूमध्ये 25वटा शाखा रहेको र 43वटा एक्सटेन्सन काउन्टर रहेका छन्। अहिले पनि देशभरि विभिन्न स्थानमा व्यक्ति तथा ब्याङ्कमा लुटपाट गरी सुन चाँदी गरगहना चोरी भएको हुनाले गृह मन्त्रालय जिल्ला प्रहरी परिषद काठमाडौँले बिना बिलबिजकहरूको सामानहरू किनबेच गर्न नहुने भनी अनुरोध गरेको छ। त्यसैले अहिले पनि हजारौंको सङ्ख्यामा कैदीबन्दीहरू जेलबाट भागी बाहिर रहेको हुनाले सतर्क रहनुहुन अनुरोध गर्दछु। धन्यवाद।